दाङको तुलसीपुर उपमहानगरपालिका 6 गोलौराबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 65,17,000 रुपियाँ नगद सहित प्रहरीले 24 वर्षीय दुर्गा बहादुर केसीलाई पक्राउ गरेको हो। 65 लाख सहित पक्राउ परेका युवक यसअघि डाका चोरी र जबरजस्ती गर्ने उद्योग मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका 6 गोलौरा स्थित आज बिहान 9 बजेको समयमा 65,17,140 रुपियाँ नगद सहित घरबाटै उनी पक्राउ परेपछि उनको विगतको पृष्ठभूमि पनि आपराधिक भएको तथ्य पुष्टि भएको हो। काठमाडौँ महानगरपालिका 4 स्थित इट्रोम नेटवर्क प्राली फाइबर कम्पनीबाट केसीले अस्ति पैसा चोरेर भागेको खबर पाएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। पक्राउ परेका केसीले काठमाडौँमा केही समयदेखि प्लम्बिङको काम गर्दै आइरहेको पनि पाइएको छ। 2080 साल साउन 4 गते पक्राउ परेका केसी विरुद्ध डाका चोरी र करणी उद्योगमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाटै मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभएको छ। विशेष सूचनाको आधारमा इपरका तुलसीपुरबाट डीएसपी होमबहादुर प्राजुलीको कमानमा खटिएको प्रहरी टोलीले घरमा छापा हानेको थियो। प्रहरीले उनलाई व्यावसायिक रूपमा अपराधिक गतिविधि गर्दै आइरहेको बताएको छ। केसीले जेब्राको झोलाभित्र कालो ब्यागमा पैसा राखेर बस मार्फत काठमाडौँबाट दाङको तुलसीपुरमा पैसा ल्याएको पनि प्रहरीले बताएको छ। पक्राउ परेका केसीलाई प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।